राजनीति पेसाको रूपमा चाहिएको छैन, मलाई चाहिएको छैन, किनभने मसँग त्यो सामर्थ्य छ, आर्थिक सामर्थ्य पनि छ। आर्थिक सामर्थ्य भएपछि राजनीतिलाई पेसा बनाइराख्नु परेन। त्यसकारण अब तपाईको यो 4 वटा पालिकामा चाहिँ नि, पालिका भन्छु म, किनभनेदेखि भोलिको दिनमा मेरो कन्स्टिट्युएन्सी, मेरो चाहिँ नि चुनाव क्षेत्रको मात्र 8 वटा लिएर त बेलबारीको प्रगति त हुँदैन। बेलबारीमा त 11 वटा पालिका चाहिँ वडा चाहिँ छ। त्यो 11 वटा वडालाई हामी संगठित गरेर हामी चाहिँ नि अब तपाईको यी कार्यक्रमहरू गर्छौं। उद्यमशीलता र रोजगारी। उद्यमशीलता भनेको बेलबारीको या चाहिँ यो क्षेत्रको सन्दर्भमा कृषि मुख्य हो। कृषि चाहिँ नि तपाईहरुको फसलको, तपाईहरुको खेतमा पूर्णतः फसल निस्किनु पर्यो, अधिकतम फसल निस्किनु पर्यो। त्यो फसलको चाहिँ न्यूनतम समर्थन मूल्य हुनै पर्छ। त्यसपछि मात्र